लासो फ्याफुल्ला मेरो नाम सोनिङ घले हो। म अहिले फिलिपिन्समा छु मिस अर्थ प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै र म हजुरहरूलाई यो भिडियो मार्फत मलाई कसरी भोट गर्न सक्नुहुन्छ, मलाई मतलब नेपाललाई कसरी भोट गर्न सक्नुहुन्छ भन्ने कुरा भन्न आए कि तपाईहरुले मेरो इन्स्टामा भएको लिंकमा गएर क्लिक गर्दा हजुरहरूलाई भोटिङको एपमा डाइरेक्ट लाग्छ, जहाँ हजुरलाई पेड भोटिङ र फ्री भोटिङको लागि जानकारी दिएको छ। अर्को तरिका भनेको आइफोन भए एप स्टोर र एन्ड्रोइड भए गुगल प्लेमा गएर आइजोन भन्ने एप डाउनलोड गर्नुस् र मिस अर्थको पेजमा गएर नेपाल सर्च गर्नुस् अनि मेरो फोटो भएकोमा तपाईहरुले क्लिक गरेर त्यसबाट पनि भोट गर्न सक्नुहुनेछ। दुईटा तरिका भनेको एउटा हजुरहरूले आफ्नो लगइन डिटेल्स हालेर गर्न सक्नुहुन्छ र अर्को भनेको तपाईहरुले आफ्नो गुगल अकाउन्ट कि त एप्पल अकाउन्ट द्वारा पनि भोट गर्न सक्नुहुन्छ। र अब फ्री भोटको लागि हजुरहरूले टर्म्स एन्ड कन्डिसनलाई टिक गरेर भेरिफाई यु आर अ ह्युमनलाई पनि टिक गरिसकेपछि हजुरहरूले फ्री भोट तर्फ लाग्न सक्नुहुन्छ र भोट गरेको हरेक 24 घण्टामा फेरि तपाईले फ्री भोट गर्न सक्नुहुन्छ। तपाईले हरेक दिन एउटा फ्री भोट गर्न सक्नुहुन्छ र यो भोटिङ चाहिँ पिपल्स चोइस अवार्डको लागि हो। देशको धेरै भोट भयो त्यो देश चाहिँ डाइरेक्ट टप 25 मा छिर्न सफल हुनेछ। नेपाललाई टप 25 मा छिर्न सफल गर्न हजुरहरूले भोटिङ गर्नुहुन्छ भन्ने पुरा आशा गर्दछु। धन्यवाद।